नेपाली स्टुडेन्टको इन्टेन्सन पढ्न भन्दा पनि पिआर पाउनतिर बढी देखियो। पिआर पाउने कोर्सतिर बढी जाने भयो। जस्तै कुनै एउटा स्टुडेन्ट जसले चाहिँ कम्प्युटर अथवा आइटी पढिराखेको छ, उसले चाहिँ जबरजस्ती चाइल्ड केयरतिर अप्लाई गर्ने, जबरजस्ती नर्सिङतिर अप्लाई गर्ने, जुन चाहिँ कोर्स अलाइन नै नभए पनि नमिले पनि जबरजस्ती गर्ने, उनीहरूको इन्टेन्सन रिटर्न हुने देखिएन भन्ने कुराहरूमा एकदमै कन्सर्न भइराखेको छ, जसले गर्दाखेरि नेपालको भिजा एकदमै ड्रप भइराखेको छ। इभन तपाईहरूको आफ्नो रिलेटिभ्सहरू अस्ट्रेलियामा हुनुहुन्छ भने उहाँहरूले पनि के डाइभर्ट गरिदिइरहनु भएको छ भन्दाखेरि एनी हाउ पिआर पाउने कोर्समा आऊ भनेर चाहिँ डाइभर्ट गरिदिइरहनु भएको छ। तपाईँले उताको मान्छेको कुरै सुन्ने होइन, यहीँको चाहिँ काउन्सिलरहरूसँग सुन्ने, बुझ्ने, आफ्नो कोर्स करियर प्लानहरू के हुन सक्छ, भोलि तपाईँले आफ्नो एसओपीमा, आफ्नो डकुमेन्टेसनमा करियर प्लान देखाउन सक्नु भएन, भोलि फर्किने प्लानहरू भएन, तपाईँको चाहिँ रिटर्न अफ इन्भेस्टमेन्टहरू देखिएन भने तपाईँको भिजा चाहिँ जान सक्छ, भिजा रिफ्युज हुन सक्छ। म्यानेजमेन्ट पढेको स्टुडेन्टले जबरजस्ती नर्सिङ अप्लाई गर्ने, म्यानेजमेन्ट पढेको स्टुडेन्टले जबरजस्ती चाइल्ड केयरहरू अप्लाई गर्ने, होइन, यस्तो ट्रेन्डहरूले चाहिँ एकदमै हाम्रो एप्लिकेसनहरू बिगारिराखेको छ। करियर ओरिएन्टेड धेरै कोर्सहरू छ, धेरै नयाँ कोर्सहरू आइराखेको छ। यो कोर्सहरूको बारेमा काउन्सिलरहरूसँग आइडिया लिने, ज्ञान लिने, भोलि अप्सनको रूपमा राख्नु होला, चुज गर्नु होला। त्यसले भोलि तपाईँलाई भिजामा पनि प्रब्लम गर्दैन, भिजा पनि पाउन सक्नुहुन्छ। अस्ट्रेलिया गइसकेपछि तपाईँलाई त्यसले एकदमै प्लस पोइन्ट पनि गर्छ। यस्तै इन्फर्मेसनको लागि हाम्रो भिडियोहरू पनि हेर्दै गर्नु होला। तपाईँलाई प्रोसेसिङ गर्नु छ भने GIC भिजिट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।